के भन्छन् गुरामालाई छोड्न हिँडेको अर्को खाँदै जाँदै हुनुहुन्छ आफ्नो माइती घर। अनि सो यहाँ चाहिँ नि सामान पनि यत्रो लिनु छ क्या, यत्रो सामान लिएर जाने गरे क्या, गाडीलाई दुःख हुन्न जे होस्। अनि हामी हिँड्दैछौँ एकदम। अनि तलतिर फेरि हाम्रो पास्टर आएर गुरामा पनि गइसक्नु भएको छ होइन। सो कस्तो लाग्छ तपाईँहरूलाई? यो हाम्रो जाने मान्छे आउनुहुन्छ, यो पनि हो फेरि जाने। ओ हाम्रो गुरामा जाँदै हुनुहुन्छ, त्यो पास्टरको आँखामा आँसु आइसकेको छ हल्का। गुरामा जाँदै हुनुहुन्छ। अनि उहाँ कति मेबी 1 महिनापछि आउँछु भन्नुहुन्छ। अब पास्टरहरूलाई हेरौँ यहाँ फेरि पास्टर कस्तो हुनुहुन्छ। त्यही भएर अब म के भन्छु भनेपछि जहिले आए पनि राम्रोसँग आउनु होला, त्यही हो सम्झिनु होला। फोन गरिराख्नु होला दिन प्रतिदिन। तर फेरि धेरै पनि नगर्नु होला, फेरि नत्र पनि पास्टरलाई अप्ठ्यारो होला फेरि। अब हामी शाखा जाँदैछौँ। हामी सानो एउटा भेटघाट छ। अब इन्जिनियर मान्छे हल्का भेटघाट त हुनै पऱ्यो। फेरि एउटा टेन्डर परिरहेको छ कि सागरमा, त्यो टेन्डरको अब के कसो गर्ने भनेर इन्जिनियर साहब अनि हाम्रो ओनर साहबहरूलाई बोलाएको छन्। त्यही भएर हामीहरू जाँदैछौँ। त्यही भएर त्यो गाह्रो पिरो चाहिँ नमानिदिनु होला। जो विकास हुँदैछ है नेपालमा, मलाई लाग्छ यो जालीहरू मजाले बिछाइरहेको छन्, विकासहरू हुँदैछ मजाले। त्यो हुनु पर्यो। तर यहाँनिर यो के हो भएन है यो त। मेन रोडै विकास छैन यार। गाउँघरमा के विकास हुन्छ भने पहिला त मेन रोड विकास हुनु पर्यो नि त। त्यस्तै हो। बाटो यस्तो छ, कालीगण्डकीको छेउछेउबाट जानुपर्छ। यहाँनिर हेरौँ के हो कि यो केही हो त, यो विकास हो त यो। म सरकारलाई के अनुरोध गर्न चाहन्छु भनेपछि तपाईँहरू पहिला मेन रोड, जुन मेन रोड छ नि त्यो विकास गर्नुहोस् क्या। मेन रोड चिल्लिक्क पार्नुहोस्, बल्ल मात्रै गाउँमा लिनुहोस्। अनि जता कतै तपाईँहरूले बाटो खोल्नुहुन्छ एउटा सहज त हुन्छ, तर मेन रोड दुर्घटनाग्रस्त क्षेत्र छ नि त यहाँनिर पनि। रातिमा अब यस्तो छ कि यो गाउँघरको बाटो रातिमा कोही रक्सी खाएर हिँडेर आउँदाखेरि मान्छेहरू गाडीमा आउँदाखेरि त लुट्न पनि त सक्छ त, बाइकहरूमा एक्सिडेन्ट पनि त हुनसक्छ। त्यही भएर यहाँ अब हाम्रो बाहिरतिरबाट यो वाल लाउनु पर्ने कुराहरू छ, यो बााउन्ड्रीहरू गर्नुपर्ने कुराहरू छ, धेरै कुराहरू छ नि त। त्यो कुराहरूमा तपाईँहरूले ध्यान दिनुहोस्। कि दामी छ क्या दामी छ, थाहा त होला नि कति दामी छ यो ठाउँ। वाह, तल पुरै खोला बगिरहेछ, माथि अनि चट्ट पारेर गाडीहरू चलिरहेको हुन्छन्, क्या दामी देखिन्छ कि। तर जे होस् सरकारले यहाँनिर चाहिँ नि अलिकति ध्यान दिएर रहेछ है। किनकि पहिला यो बाटो यति अप्ठ्यारो थियो नि, यति अप्ठ्यारो थियो। पुरै त्यो ट्र्याक्टरहरूले त्यो ट्र्याक्टरको टायरहरूले पुरै लिक बनाएको हुन्थ्यो क्या। अनि यो स्कुटीहरू त जानै नपाउने, अप्ठ्यारो हुने लास्टै हो। त्यसरी अहिले त पुरै क्या दामीसँग गइरहेको छ या। जस यहाँनिर अलिक बनाएर रहेछ, ठिक लाग्यो मलाई। धन्यवाद जतिजनाले बनाउनु भयो। बाँदरले पानी पिइरहेको छ यार।
यो बाटो गन्तव्य पुगिरहेको छ है त को हुनु रहेछ हेरौँ है त के गर्नुहुन्छ आज बाबे यहाँ को छ गंगा हाम्रो मरियम ए रुथ अब लक्ष्मी जति जे भने नि बनोबास दाइले यहाँ चाहिँ नै गर्नुभएको छ है फेरि नाम राखिदिउँ क्या बनोबास दाइको पनि यसमा केही न केही हात छ है यसमा हामी भर्खरै पुग्यौँ हाम्रो साखारमा अनि हाम्रो बनोबास दाइ यहाँ हुनुहुन्छ जयश्री अनि हामीले यहाँ हाम्रो कन्स्ट्रक्सन छ यो टोयलेट बन्दैछ चर्चको अब त्यसपछि हाम्रो यहाँनिर बन्छ होला है कता बन्छ चर्च भवन यहाँनिर कता बन्छ चर्च भवन अनि यो धारा पनि छ यहाँ फेरि चर्चको लागि पानी पिनको लागि धारा अनि यो त्यो हाम्रो सेफ्टी ट्याङ्कको हो गड्डा हो त्यस्तै छ बन्दैछ हाम्रो यहाँ चाहिँ सेफ्टी ट्याङ्कको गड्डा त्यो होइन त्यो बाख्राबाट लिएर भैँसी छ यहाँ अनि त्यसै कुखुरा पनि यहाँ छ यहाँ पनि छ जयश्री के छ बाबु त्यही छ क्या फेरि हाम्रो दाइले खाना बनाउँदै हुनुहुन्छ के बनाउनुहुन्छ खाइदिने हो ओए या दामी स्केट गर्दै यार यदि ल अब नि त आज त बहिनी घर छैनन् के अरे अब यसो कसै बाइक भेटाएपछि यसो तेल हालेर पाइएछ भने बिहान आएर बेलुका फर्किने भएर हामीलाई तिम्रो नाम के अरे भन न अब हाम्रो यहाँ लोकल स्टाइलमा बन्दैछ अहिले ओए क्या यस्तो त गर्नु भएन त सबै भुट्ने नि रहेछ खुर्सानी कमान्नु होला अरे कति वर्ष काम गर्नुभयो कुक हजुर मैले गरेँ होला 10-15 वर्ष हो हजुर तपाईँले एकदम मिठो बनाउनु रहेछ यहाँ हेर्नु यहाँ यस्तै थाहा भइहाल्छ कि बाबे कति मिठो होला है अनि उहाँले विदेशमा धेरै अनि तपाईँलाई के चाहिन्छ पिज्जा बर्गर सबै बनाउनुहुन्छ कि उहाँले एकदम अनुभवी हुनुहुन्छ तपाईँलाई यदि कन्ट्याक्ट नम्बर मैले छोडिदिनेछु यसमा तपाईँ यदि चाहनुहुन्छ भने उहाँलाई प्लिज फोन गरेर बोलाउन सक्नुहुन्छ दाँत कस्तो खाएको दाँत खै तेरो दाँत मुकाले खायो हाम्रो गिटारिस्ट भाइ हो अहिले गिटार चाहिने एउटा हिँड्नै पर्छ है एउटा होइन एउटा टोन चाहिने हुनैपर्छ आज पैसा ओए के हो त्यो पास्टरले यहाँ सबैलाई पैसा बाँडिराख्नु भएको छ खै मलाई पास्टर ल सबैलाई सामेल ल Thank you. Oh my god, 10 रुपैयाँ ल ताली 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 क्या दामी अनि भाइ राजा राजा मल्लास फेरि मल्लास मल्लास हाम्रो फेरि यो मल्लास फेरि मल्लास ए हाम्रो भाइहरू बल गरे बल फाल्यो अरे बापरे क्या दामी हान्दे यार सर तपाईलाई मेरो टिममा स्वागत छ है माइनस फाल्दिउ न इनको यो गुडिया ल गुडिया गुडिया
अब हामी खानासाना खाएर अब निस्किनु लाग्यो। हाम्रो भन्नुहोस् त। अब हामी ल्यापटप बनाउन जान्छौँ। ल्यापटप बनाएर फेरि हामी चापाकोट फेरि फर्किनु पर्ने हुन्छ। जयमसी अहिले हाम्रो यहाँ साहर एकता साहर चर्च हामीले यसमा नाम राखेर यहाँ चर्च बनाउन सुरु गर्न गइरहेका छौँ। अनि हामी यहाँ प्रवेश बाँच्नको लागि तयार हुँदैछ। भने केटीबाबुलाई यता हाम्रो चर्चको लागि अब कामहरू सुरु हुन गइरहेको छ। प्रार्थनामा समय होला भन्न चाहन्छु भन्दै हाम्रो अब हामी रामपुरको लागि निस्क्यौँ। खाना पनि धेरै भयो क्या, एकदम पेट दुखिरहेछ अनि एकदम मिठो खाना थियो है त। धन्यवाद तपाईँहरूलाई खानाको लागि। हामी तिलपुरको घुमेर जाँदैछौँ। आफ्नै धुनमा छ नि त। राजा त के यताउता हेर्दैन नि त। के ओह्रालो छ क्या, पुरै धुलो हेर्नु न। ओह्रालो त्यस्तै, धुलो त्यस्तै। ए स्लो स्लो गरे। काली गण्डकी गेस गर्नु ल यो कुन ठाउँ हो भनेर। रामपुरमा हुने जतिले गेस गर्न सक्नुहुन्छ कि कुन ठाउँ हो होइन। कुन ठाउँको बाटो यस्तो छ यो गेस गर्न सक्नुहुन्छ। ए माथि पनि देखाइदिन्छु फेरि कुन ठाउँ होला। यसो गेस गर्नु होला। फेरि उकालो छ त्यहाँनिर, यहाँनिर पुलबाट गेस गरेर कमेन्ट बक्समा लेख्नु होला ल बस कुन ठाउँको। अब यो हाम्रो आर्मीहरू बस्नुहुन्छ यहाँ। सेल्युट छ तपाईँहरूलाई, देशको रक्षा गर्नुहुन्छ। यो हाम्रो आर्मी यहाँनिरको पुरै आर्मी टोल हो। एकदम दामी सेल्युट छ है हजुरहरूलाई। एकदम आभारी छु हजुरहरूप्रति र देशको रक्षा गर्नुहुन्छ हजुरहरू। क्या दामी ठाउँ क्या। रामपुर एउटा यस्तो ठाउँ हो जहाँ प्राकृतिक सुन्दरताले भरिपूर्ण ठाउँ हो क्या रामपुर पनि। हामी रामपुरमा आइसक्यौँ। तर यो बजारभन्दा पछाडिको यो अब यसलाई के भन्छ हस्पिटल लाइन नै भनौँ। यो पनि रामपुरको हस्पिटल लाइन किलोमिटर हो। तर एउटा बोर्ड छ जाबे बजार अझै राम्रो सेतु छ। अनि त्यहाँबाट उतातिर हस्पिटल हो। तर यो कलेजमा लगाएको ड्रेस इन्जिनियर भनेर यो ड्रेस लगाइदिन्थ्यो। तर यो त लेबरको ड्रेस रहेछ। ओहो हाम्रो पसलको नजिक आइसकेका छौँ हामी। तपाईँहरूलाई कम्प्युटर अनि तपाईँहरूको हरेक प्रिन्टरहरू यताउता सबै कुराहरू बिग्रिन्छ भने होस् गर्नुहोस्। एउटा मात्रै भरपर्दो सेवा यहाँ दिइन्छ। अनि त्यो सेवामा एकदम म पनि आभारी छु। यो यहाँनिरको पसल ल्यापटप कम्प्युटर मोबाइल पनि बेचारीको पछिको पसलहरू खान दाई। हामी फेरि हाम्रो एप्पल कम्पनी है, हाम्रो ल्यापटपको एप्पल कम्पनीमा आइसकेका छौँ। अनि जहाँ मैले ल्यापटप किनेको थिएँ। अनि उहाँ चाहिँ हाम्रो दाइ हुनु हो। एकदम दामी गर्नुहुन्छ कामहरू। अनि मेरो ल्यापटपहरू जहिले उहाँले हेर्नुहुन्छ क्या। अनि अहिले पनि उहाँले हेर्नुहुन्छ आज। अनि एकदम दामी छ। अनि यो पसलको सेवाहरू पनि एकदम दामी छ। अनि तपाईँहरूले जुन सामान यहाँबाट लिनुहुन्छ बिग्रेपछि फ्रीमा अनि उहाँले बनाइदिनुहुन्छ। ल्यापटप बन्दैछ यहाँनिर। एक्टिभै भएन क्या, धेरै भयो गर्नै सकेन एक्टिभ। तर चल्न चाहिँ चलेछ। मेरो समस्या भने वर्ड अनि त्यसपछि लिएर हाम्रो एक्सेल अनि त्यसै पावर पोइन्टहरू चलिरहेको थिएन। अनि धेरै भयो
अनि प्रयास गरेको तर एक्टिभ भएन तर पनि चलिरहेछ मलाई पास्टरले एक्लै छोडिदिनु भयो कि ठाउँमा अनि म एक्लै यहाँ मजाले उभिरहेको छु अब जो साउन्ड भएको छ अब जाने हो तर एक्लै छु क्या म यहाँ मलाई डर लागिरहेछ रामपुरमा प्लिज मेरो सेक्युरिटीहरू आउनु पऱ्यो त्यो हाल्दै कति राम्रो सिस्टरले तेल हाल्दै हुन्छ यो हो सुन्दर रामपुर भन्ने हस्पिटल लाइन चटपटे खाने जतिले भन है मैले किनिदिन्छु यस्तो कच्ची आयो फेरि यत्रो केही आजको यात्रा लास्टै हो होला जस्तो भइरहेछ है कच्ची लास्टै के भन्ने अब तपाईँहरूलाई भन्नुहुन्छ भिडियो चाहियो आफ्नो हुने यति दुःख हुन्छ यहाँ बनाउँदा त्यही हो माया गरिदिनुहोस् मैले पनि एक दिन गर्छु कि मेरो आफ्नै आइफोन भयो भने क्या आफ्नै आइफोन यो पनि आफ्नै तर आफ्नै आइफोन यो अलि मेरो नाम लेखेको छैन कि यसमा आफ्नै नाम लेखिसकेपछि आएपछि बनाउँछु मैले अड्केको अब हामी अनि फाइनली हामी घरमा पुगिहाल्यौँ दिनभरि एकदम रमाइलो भयो अनि ठाउँमा गइयो एकदम थाके जस्तो नि महसुस भयो स्कुटीमा धेरै लामो सफर गर्दा अनि जो ठिक छ